पुर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्नु हुन्न भन्ने आम भावना रहेको छ। आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर केही संरचना बदलेर केही नामान्तर गरेर सुन्दर नौलो नेपाल भई हाल्दो रहेनछ। त्यसैले बलियो मियोमा आबद्ध भएर पुर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्नु हुन्न भन्ने आम भावना रहेको छ। आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर केही संरचना बदलेर केही नामान्तर गरेर सुन्दर नौलो नेपाल भई हाल्दो रहेनछ। त्यसैले बलियो मियोमा आबद्ध भएर